हालै मात्र नेपालमा भएको जेनजेट आन्दोलनले मुलुकको इतिहासमै एउटा बेग्लै अध्यायको सूत्रपात भएको छ। 2 दिने यो आन्दोलनको क्रममा भएको निकै भयावह रक्तपात, हिंसा, तोडफोड, विध्वंस र आतंकको अभूतपूर्व परिदृश्यहरूसँगै नेपाली राजनीतिको समग्र आयाम नै बदलिएको छ। पछिल्लो समय दक्षिण एसियाली राष्ट्रहरू, बङ्गलादेश तथा श्रीलङ्का लगायत विश्वका अन्य विभिन्न राष्ट्रहरूमा भएका सामाजिक सञ्जाल उत्प्रेरित युवा आन्दोलनहरूको लहरको रूपमा समेत बुझ्न सकिने यो आन्दोलनका आफ्नै भू अर्थ राजनैतिक सामाजिक कारणहरू रहेका छन्। खास गरी विगत 75 वर्षदेखि निरन्तर राजनीतिक रूपमा विविध उतार चढावहरू देख्दै भोग्दै आएको देशको रूपमा राजतन्त्रको पतनदेखि सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा यसले अनेकन राजनीतिक व्यवस्थाहरूको परीक्षण गर्दै आएको, तर हरेक समय नेतृत्वमा देखिने नैतिक स्खलन, अदूरदर्शिता, चरम व्यक्तिगत सामूहिक स्वार्थ लगायत भ्रष्ट संस्कृतिको कारण आज आम जनमानसमा उत्पन्न व्यापक निराशा र आक्रोशको जगमा विकसित भएको यो आन्दोलन आफैमा एक फरक विशेषता लिएर आएको छ। तत्कालीन सरकारबाट सामाजिक सञ्जालहरूमाथिको प्रतिबन्धलाई आन्दोलनको तात्कालिक कारकको रूपमा हेरिएको भए तापनि उल्लेखित परिस्थितिहरूका बीच गुम्सिएर बसेको असन्तोष र आक्रोश आगोमा परिणत हुँदा यसले अकल्पनीय परिणामहरू लिएर आयो, जसको सायदै पूर्वानुमान गर्न सकिएको थियो। रक्तपातपूर्ण आन्दोलनको कारण 2 ठुला पार्टीहरूको गठबन्धन सरकार ढल्यो। त्यससँगै 6 महिनाभित्र निर्वाचन गराउने म्यान्डेटसहित अन्तरिम सरकारको गठन भएको छ। यसबीच जेनजीकै योजनाभन्दा बाहिर गएर भएको देखिएको यो आन्दोलनको विभिन्न पक्षहरूमाथि विभिन्न कोणबाट समाजमा बहसहरू भइरहेका छन्। खास गरी तत्कालीन सरकार ढलिसके पश्चात समेत सार्वजनिक भौतिक संरचनाहरूमाथि नरोकिएको आगजनी, तोडफोड, आक्रमण र त्यसलाई रोक्ने र न्यूनीकरण गर्ने दिशामा राज्यका समग्र सुरक्षा अङ्ग मुख दर्शक बन्नु परेको अवस्थाका सन्दर्भमा पक्ष विपक्षमा बहस र समीक्षाहरू अद्यापि भइरहेका छन्। त्यसै गरी आन्दोलनलाई यो रूपमा लैजानको लागि देशभित्रै तथा बाहिरका दृश्य अदृश्य शक्तिहरूको सम्भावित संलग्नताको विषय समेत सङ्गीन बहसको विषय बन्दै गएको छ। शङ्का अनुमानका यी विषयहरू आउने दिनहरूमा थप स्पष्ट हुँदै जालान्। क्रमिक रूपमा अनेकौं रहस्यका पर्दाफासहरू हुँदै जालान्। तर समग्रमा राजनीतिक अस्थिरता, विधिको शासनमा भएको कमजोरी, प्रशासनिक कमजोरी लगायत राज्यका समग्र संरचनागत व्यथिति आदिका कारण युवाहरूमा व्याप्त निराशा र आक्रोशको परिणामस्वरूप उत्पन्न यो राजनीतिक भूकम्पले अबको दिनमा मुलुकको अस्तित्व रक्षाका लागि सबै क्षेत्र तह तबकाहरूबाट गम्भीर सिंहावलोकन सहित दूरगामी सुधारको दिशामा अग्रसर हुन झकझक्याएको छ। यद्यपि अझैसम्म स्पष्ट भिजन र मिसन सहित सङ्गठित शक्तिको रूपमा आउन नसकेको जेनजी तबका, बेग्ला बेग्लै स्वार्थ प्रेरित पुराना हाल प्यारालाइज्ड राजनैतिक शक्तिहरू पुनर्गठन र ध्रुवीकरण, राज संस्थावादी समूहहरूको गतिविधि आदिका बीच क्षेत्रीय अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरूको स्वार्थका कारण अबको बाटो झनै संवेदनशील र जटिल बन्ने निश्चित प्राय छ। खास गरी तोकिएको समयभित्र निर्वाचन होला कि नहोला, प्रत्यक्ष प्रधानमन्त्रीको निर्वाचनको मागमा रहेको जेनजी र हालको संविधान अनुरूप त्यस्तो निर्वाचन गर्न नसकिने बताइसकेको जेनजीकै बलमा बनेको सरकार बीच उत्पन्न विरोधाभासले कस्तो रूप लिन सक्ला। जेनजीको माग बमोजिम प्रत्यक्ष निर्वाचित कार्यकारीको निर्वाचन गर्न हालको संविधान बाधक रहने र हालकै संविधान अनुसार निर्वाचन गराउँदा विगतकै सरह यो पनि मध्यावधि निर्वाचनकै नयाँ श्रृङ्खला हुने र त्यसबाट जेनजी किता सङ्गठित राजनीतिक शक्तिको रूपमा नआइसकेको अवस्थामा तिनै पुराना संसदीय पार्टीहरू नै निर्वाचित भएर आउने अवस्था समेत कायमी रहँदा हालको आन्दोलनको सार्थकता रहन जाला वा नरहला। त्यसै गरी जेनजी आन्दोलनको
एक प्रमुख मुद्दा बनेको भ्रष्टाचार नियन्त्रणको सवाल कसरी सम्बोधन होला? सरकारकै एक जिम्मेवार मन्त्रीको अभिव्यक्तिबाट त यसप्रति कठोर नीति र तिनको कार्यान्वयन हुने कुरामा संशय नै पैदा भइसकेको छ। वर्तमान सरकार यी लगायत आन्दोलनका भावना र अपेक्षाहरूको साथमा निर्धारित चुनावी कार्यादेश पूरा गर्न नसकेको अवस्थामा आउन सक्ने राजनीतिक सङ्कटले कता लैजाला? यस्ता अनेकौँ चुनौतीका प्रश्नहरू सामुन्ने छन्। विश्व इतिहासलाई हेर्दा फ्रान्सेली क्रान्ति पश्चात त्यहाँ व्याप्त रेन अफ टेररसँगै अनिश्चित सङ्क्रमणको परिस्थितिका बीच नेपोलियनको उदय भएको थियो। निरङ्कुश तानाशाही व्यवस्थाको उदय वास्तवमा यस्तै अवस्थामा हुने गरेको दृष्टान्त हामी त्यो समयदेखि हाल बर्माको सैनिक शासनको इतिहासबाट समेत लिन सक्छौँ। प्राचीन ग्रिक दार्शनिक प्लेटोले भनेका थिए, जहाँ अराजकता हुन्छ त्यहाँ तानाशाहको जन्म हुन्छ। विकसित घटनाक्रमहरूले आजको नेपालको अवस्था इतिहासकै सबैभन्दा जटिल तर एवं अनुमान गर्नै नसकिने ढङ्गबाट अगाडि बढ्दै गएको देखिन्छ। यसले मुलुकलाई थप अनिश्चित र अस्थिर बनाउन सक्ने खतरा झनै बढेको छ। उल्लेखित संशयहरूका बीच पुनश्च हाल जेन्जी किताबाट अगाडि सारिएको प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको मागलाई हेर्दा नेपालको चरम राजनैतिक अस्थिरतालाई अन्त्य गर्न सक्ने विकल्पको रूपमा बुझ्न खोजिएको देखिन्छ। यस्तो लाग्छ यो व्यवस्था आएको खण्डमा स्थायित्वको ग्यारेन्टी हुनेवाला छ। हालको संसदीय परिपाटीबाट दिक्क भएको अवस्थामा यो विकल्पको परिकल्पना स्वाभाविक समेत हो, तर संसारमा विरलै प्रयोग भएको यस्तो व्यवस्था नेपालमा सफल हुन सक्ने अपवाद कसरी सम्भव होला? यसको जवाफ सायदै कसैसँग छ। प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्थाको उदाहरण खोज्दा इजरायलले पछिल्लो समय सन् 1996 देखि सन् 2001 सम्म यस्तो प्रणालीको प्रयोग गरेको पाइन्छ। मतदाताले एक टिकटमा प्रधानमन्त्रीका लागि र अर्को टिकटमा पार्टीका लागि मतदान गर्ने यो निर्वाचन प्रणालीले सरकारको स्वरूप दलहरूको सन्तुलनमा यसरी विभाजन ल्यायो कि सरकार चलाउन झनै गाह्रो भयो। साना दलहरूको प्रभुत्व बढ्यो, ध्रुवीकरण, नयाँ गठबन्धन आदिले अप्ठ्याराहरू झनै बढाए। खास गरी यो व्यवस्थाबाट कुनै एक व्यक्ति लोकप्रियताको आधारमा प्रधानमन्त्रीमा निर्वाचित हुन सक्ने र संसदमा अरू नै पार्टीको वर्चस्व हुन सक्ने हुँदा कैयन प्राविधिक कठिनाइहरू देखिएका कारण इजरायलमा यो प्रणाली 5 वर्ष पनि टिक्न सकेन। त्यसयता हाल इटली प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गर्ने दिशामा अगाडि बढेको देखिन्छ, तर त्यहाँ समेत यसबाट हुन सक्ने थप जटिलताहरूका कारण यसमाथि थप पुनर्विचार भइरहेको स्थिति छ। संसारमा भएका विगतका अभ्यासहरूले देखाउँछन् कि प्रत्यक्ष निर्वाचित कार्यकारीले राजनीतिक स्थायित्व प्रणाली, जनादेश र जवाबदेहितामा स्पष्टता त ल्याउन सक्छ, तर व्यक्तिमा शक्ति अधिक केन्द्रीकरण हुने हुँदा निरङ्कुश तानाशाहीको जन्म हुने खतरा समेत त्यतिकै रहन्छ। प्रस्तुत पृष्ठभूमिमा जेनजी पुस्ताले चाहेको प्रधानमन्त्रीको प्रत्यक्ष निर्वाचन मोडल कस्तो हुन सक्ने हो? आजको दिनसम्म स्वयं यसको माग गर्नेहरूसँग नै स्पष्ट खाका नभएको प्रतीत हुन्छ। त्यसो त हालको अन्तरिम सरकारबाट अहिलेकै प्रावधान अनुरूप निर्वाचनको तयारी भइरहेको अवस्थामा जेनजी पुस्तासँग सायदै विद्यमान संविधानकै व्यवस्थाहरूलाई संशोधन गरेर जानको लागि बाध्य पार्न सक्ने आधार कमै रहेको देखिन्छ। निश्चित विधि प्रक्रियाहरूकै बाटोबाट जानुपर्ने परिस्थितिमा आन्दोलनको भावना अनुरूप निर्वाचन परिणाम नआउन सक्ने र यसप्रति अधैर्यता र असहमतिले अर्को आन्दोलनमा समेत युवा पुस्ता जान सक्ने स्थिति रहन्छ। त्यस्तै नेपाली राजनीति र समग्र राज्य प्रणालीको क्यान्सर बनेको भ्रष्टाचार निवारण समेत जेनजी आन्दोलनको मूल मुद्दा बनेको सन्दर्भमा यसको सम्बोधन कसरी होला? यसका छुट्टै चुनौतीहरू छन्। यता सत्ताबाट विस्थापित दलहरू आन्दोलनको बलमा विघटन भएको संसदको पुनर्स्थापनाको मनसायसहित यसको न्यायिक परीक्षणको पहलमा लाग्ने लगायत आफूलाई पुनर्स्थापित गर्ने कसरतमा लागिरहेको अवस्थामा राजनीतिक मुठभेडहरू बढ्न सक्ने देखिन्छ। त्यसै गरी राज संस्था पुनर्स्थापनाको माग अर्कोतिर चलिरहेको छ। राज संस्था हटेको केही समयदेखि नै कुनै न कुनै रूपमा सुरु भइसकेको यो मुद्दा केही समय यता बढ्दै गएको देखिन्छ। खास गरी राष्ट्र, राष्ट्रियता, धर्म आदिको रक्षाको लागि राज संस्थाको पुनर्स्थापना नेपालमा आवश्यक भएको दाबी गरिएको छ।
यद्यपि यसको पुनर्स्थापनाबाट यी सबै कुराहरूको समाधान कसरी निस्केला? राजावादीहरूले भनिरहेको राज संस्थाको स्वरूप पुनर्स्थापित भएको अवस्थामा कस्तो होला? सक्रिय वा संवैधानिक आलङ्कारिक राजाको परिकल्पना गरिएको हो हालसम्म प्रश्न छैन। समग्र परिस्थितिहरूको आकलन गर्दा आगामी दिनहरू झनै अनिश्चित हुँदै गएको आभास हुन्छ। यदि यो अवस्थामा अझै बढी विभाजन, ध्रुवीकरण र सीमित स्वार्थहरूमा केन्द्रित रहे यसले थप द्वन्द्व र अराजकता जन्मिने, जसले मुलुकलाई संसारमा आन्तरिक द्वन्द्वले ग्रसित बनाएका अन्य मुलुकहरू जस्तै ग्रसित बनाउन सक्ने छँदैछ। यस्तै स्थितिबाट नै निरङ्कुशताको आधार तयार हुनेतर्फ समेत सचेत हुन जरुरी छ। समय गतिशील छ, यो अगाडि बढ्छ, सँगै हाम्रा कदमहरू पनि। समयभन्दा पछाडि फर्किन खोज्नु मूर्खता हो र समयभन्दा धेरै अगाडि जान खोज्नु पनि। तसर्थ हालसम्म प्राप्त सबै राजनैतिक परिवर्तनहरूको मर्म र भावनालाई समेटेर उन्नत व्यवस्थाको निर्माणमा जुट्नुको विकल्प छैन र यो व्यवस्थाको सफलता त्यतिखेर मात्र सुनिश्चित हुन सक्छ जति बेला हामी हरेकको व्यवहार आधारभूत रूपले नै परिवर्तन हुन्छ। किनभने व्यवस्था आफैमा सफल हुने चिज होइन। व्यवस्थालाई सफल बनाउनुको निमित्त मूलतः सबै तहबाट सही व्यवहारको जरुरी हुन्छ। नीतिहरू आफैमा राम्रा नराम्रा भन्ने हुँदैनन्, कार्यान्वयन गर्नेहरूको नियतमा यसको परिणाम देखिने हो। सही नियतले नै तिनको प्रभावकारितालाई निर्दिष्ट गर्ने हो। तर हरेक पल्ट हुने महत्त्वपूर्ण राजनीतिक आन्दोलन र व्यवस्था परिवर्तन यिनै कुराहरूको अभावमा संस्थागत हुन नसकिरहेको यथार्थलाई आत्मसात गर्ने हो भने युवा पुस्ता, राजनीतिक पार्टीहरू र जिम्मेवार शक्तिहरूले आधारभूत रूपमै आफैलाई परिवर्तन गर्न जरुरी छ। अन्यथा अव्यवस्था, अविकास र पछौटेपनबाट मुलुकलाई अगाडि बढाउन सम्भव देखिँदैन।